Hello guys, welcome back to my YouTube channel with new vlog. आजको भ्लगको बारेमा भन्दै हामी कहाँ जाँदैछौँ बुढीलाई त थाहै छैन अब किनभने अब सुतेर भर्खर उठेको हो उसलाई चाहिँ म निन्द्रामै बाख्रा चराउन लाँदैछु गाइस अब हामी बाख्रा चराउन जाँदैछौँ राँगा पनि लगेर हामी जाँदैछौँ अनि बाख्रा राँगा चाहिँ हामी सँगै चराउनु पर्छ मेरो कपाललाई नहेर्नुहोस् किनभनेदेखि भर्खरै काम गरेर आएको धुलो धुलो छ होइन अब महिनामा एकचोटि नुहाउने बानी छ त्यही भएर होइन दिनमा एकचोटि नुहाउने बानी छ त्यही भएर चाहिँ कपाल यस्तो भइरहेको छ अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त हामी चाहिँ लाग्यौँ अब यहाँबाट बाख्रा चराउनु लागि खै त यो चाहिँ हाम्रो राँगा हो यो एकदम फोरी छ यो न खान्छ न मोटाउँछ यस्तो छ यस्तो हुनुहुन्छ है गाई यस्तो छ यो फटा छ एकदम ल है त हान्न खोज्छ यार अब यो चाहिँ भर्खरै नयाँ लिएको त्यही भएर यसलाई मान्छेले पुऱ्याउनु पर्छ क्या अब यो राँगा चाहिँ फेरि पुरा एडभेन्चर खालको हो क्या एडभेन्चर खालको यो चाहिँ माथि चढ्नु पर्छ यहाँबाट यो चाहिँ हाम्रो राँगाको स्विमिङ पुल हो अनि स्विमिङ पुलबाट म चाहिँ जान सक्दिनँ पाखा पाखा पनि आउँछु छिटो स्विमिङ पुल वा राँगाको लागि चाहिँ स्विमिङ पुल राँगा मात्र जान सक्छ यहाँनिर चाहिँ मान्छे जान सक्दिनँ अनि मेरो बुढी पनि आउँदैछ पछि पछि लागेर पछि लागेर अनि यो चाहिँ राँगा हो गाइस अनि हामी चाहिँ अब राँगा लगेर बाख्रा चराउन जान्छौँ किनभने आमाले जति नै बाख्रा पुगाइसक्नु मार्छन् बुढी माउले एकछिन ढिलो गऱ्यो भनेदेखिमा है है कहाँ गइनहरू भनेर भनेर होला नि ल ठिक छ एकछिनमा गइहाल्नु ल बुढी तिमी राँगा तान न पिउ न राँगा तानेर होइन दौड्यो बुढी नदौड तिमी बिस्तारै हिँड न नदौड तिमी दौडेपछि राँगा दौडिहाल्छ ल राँगाको धनी हो उसलाई चाहिँ मैले राँगा किनिदिएको छु बुढी खालि विदेश जान्छु भनेर खालि बुढी विदेश जान्छु भन्छ अनि राँगा पाल्नुपर्छ भनेर राँगा किनिदिएको क्या मैले हेभी छ फेरि यसले हान्न खोज्छ नि मलाई त फेरि दौडिन्छ यसलाई म्याराथुनमा भाग लियो भनेदेखिमा त यो फर्स्ट हुन्छ होला है बुढी यस्तै चढ्नु पर्ने हो अब छोडिदियो यतातिर आमा चाहिँ ऊ त्यहाँ हाल्ने गाइस बुढी माउ चाहिँ ऊ त्यहाँ गाह्रो चढेर हाल्ने के किन्ने मैले चाहिँ यो चक्लेट किनेको छु किनभने बुढीलाई चाहिँ रुगा लागेको छ अनि मैले दौडेर गएर ल के न ठाउँमा के लिएर आएको यो स्विमिङ पुल यहाँ पनि रहेछ आएको लागि स्विमिङ पुल ल छोडिदेऊ तिमीलाई तानेर लडाउँछ अहिले ल चक्लेट ल त्यो छोड न त्यो लड्नलाई अहिले नाटक गर्छस् छोड ए थ्याङ्क यू अनिस र बसिस नमादिन तेरो खोपडी उडाउने भने हेर्न त्यो छोड्दैन खेलेर गएर धेरै भएको ल चक्लेट दिनु लौ न चक्लेट आमाले पनि धन्यवाद भन्नु बाख्रा चाहिँ यहाँनिर चलिरहेको छ है गाइस हाम्रो अनि त्यो राँगा पनि त्यही छ अब छोडिदेऊ त्यसलाई बाख्रा पनि यहीँ छ एकछिन बस्ने अनि त्यसपछि जाने के भन्नु छ भन के भन्नु छ यता भरे ए त्यस्तो नभन बाख्रा चराउने कस्तो छ राम्रो छ राँगा राम्रो त्यहाँ बाख्रा यहाँ छ आमा यता हेर्नु त कति वर्ष हुनु तपाईँ कति रे 160 मुखेनी बुढी जस्तो 321 भन्नु न कति वर्ष हुनु 61 लाग्यो नि 61 लाग्यो तिमीलाई चाहिँ कस्तो थाहा हो मलाई थाहा हुँदैन त अनि ऊ त्यो बाख्रा यो बाख्रा चाहिँ फेरि हाम्रो होइन रहेछ उयो चाहिँ हो त्यो कहाँ हाम्रो हो त अनि पालेसी सबै हाम्रो पालेसी चाहिँ हाम्रो हो तर पाल्ने चाहिँ हामीले तलतिर गएर फेरि मकै खाला नि मार्छ नि अहिले त साह्रै मार्छै पर्दैन बस्ने मकै खुवाउने के छ बिरुवा बेला त नखाएको अहिले साँच्ची यसले कहाँ गुगन आएछ गुगन आयो भन्दै सुन्दै जाऊ नजिक ए तैँले कहाँ आउँदैछमा काले दादा तेरो फोटो उहाँ खिचिरह अब तेरो जान्दैन भन्दा यो चाहिँ सोझो जस्तो लाग्छ होइन तर
बोका कहिले सोझो हुन्छ कहिले सोझो हुँदैन यो चाहिँ हाम्रो सबैभन्दा सोझो भनेर बस्छ यसरी त्यहाँ पनि हेर्दैन हेर त यहाँ हेर त गर हेर्न यार हेर्न त्यसै यो पशु भाव त हेर्नेमा त्यो मान्छे भइहाल्थ्यो नि तिमी जस्तै भइहाल्थ्यो नि नभए तर तिमी र बोकामा के फरक छ दुइटै कालो कालो छौ के भन्नु छ बोकाको बारेमा छैन गाइस यो देख्न सक्नुहुन्छ यो चाहिँ मेरै बाख्रा हो मेरो आफ्नै बाख्रा हो अनि मैले पे गर्नुभन्दा अगाडि चाहिँ मेरो बाख्रा 40वटा थियो अहिले चाहिँ घटेर 15वटा पनि होइन कति अहिले घटेर 12वटा भएको छ किनभनेदेखिमा मेरो बुढी अल्छी छ अल्छी घाँस काट्न जाँदैन त्यही भएर पहिला त म एक्लैले गर्थेँ हेर्न पहिला म एक्लैले गर्थेँ अनि अहिले चाहिँ बुढी एकदमै यो देखान बुढी एकदम अल्छी परेर गाइस घाँस काट्दै जाँदैन बाख्रा घटेर अहिले 12-13वटा मात्र घटेको छ भन्नु नमिल्ने है बाख्रा हामीले बेच्दिउँ बेचेको होइन है साटेको ए राँगा पनि लिएको पुरा अगाडि पनि बेच्नु हुन्छ बाख्रा साटेर राँगा लिएको गाइस हामीले राँगा किने होइन बाख्रा साटेर ल्याएको अनि यो कुरा चाहिँ कसैले नभन्ने आमाले थाहा पानी मार्छन् के हो कि होइन सल्लाह नगरी घर जाँदा चल्दैन त्यसैले सल्लाह गरेर ल्याओ ल गाइस जिन्दगी चाहिँ यस्तै हो है बाख्रा चराउँदै भैँसी चराउँदै बुढी चराउँदै मेरो जिन्दगी जाने भयो अब बुढीलाई चराउनुपर्छ बाख्रालाई भन्दा बुढीलाई धेरै गोठालो गर्नुपर्छ राँगालाई भन्दा नि बुढीलाई धेरै गोठालो गर्छु पछि पछि लागेर आइरहेको छु यस्तै हो बुढीको जात यस्तै हो पछि नै आइपुगेको रहेछ तिमीलाई मैले आऊ भने निम्तो दिएँ तिमीलाई मैले बोलाएँ कोसँग आयो त ए अर्कैसँग आइस ला गाई यस्तै छ रमाइलो मात्र मैले त बुढीलाई कुट्दिनँ तर म रुवाउनु चाहिँ मन लागेर कतिचोटि रुवाएको छैन मैले बुढी धेरै भयो नरुवाएको है रुवाउँछु ल केही भन्नु दिँदा रहेछ तिम्रो चक्लेट पनि तिमीले खाऊ बाई बाई अब त्यहाँमा तिमीलाई योसँग बिहे गरेर मैले बिहे दर्ता गर्न चाहिँ गलत गरेछु क्या 1 वर्ष जति पछि गर्नु पर्थ्यो बिहे दर्ता एकै दिन बिहे दर्ता गरिदिएको कम हेर्छ मलाई यसले अब जे भयो नि यसले जित्छ म चाहिँ जहिले जिन्दगीमा हार्छु क्या सबै कुरामा पनि हारिसकेँ बुढीबाट नि हारेँ म बुढी पीडित हुनु लाग्यो बुढीले जित्छ सबै कुरामा बुढी चाहिँ सबभन्दा माथि हुन्छ क्या शिरमान भनेको चाहिँ म तर श्रीमती होइन शिरको मान्छे ऊ भइरहेको छ क्या म चाहिँ दुर्गति मात्र भइरहेको छु यस्तो गाइस केही छैन तर पनि बुढीलाई म माया नै गर्छु माया चाहिँ यसरी गर्छु फेरि म यस्तरी पनि गर्छु माया एन्जोय गर्छ नि त आई लभ यु बुढी ल गाइस अब ब्लग धेरै लामो बनाउँदिनँ किनभने कसरी नि हेर्दैन यस्तै हो अलिकति रमाइलो गरेको मात्र हालेको पछि चाहिँ म राम्रो ब्लग हाल्छु है त सब्सक्राइब गरिदिनु होला बाई